वाह, राष्ट्रपति सरकार वाह, कति राम्रो काम गरेको तैँले है। राज्यको ढुकुटीबाट पैसा निकालेर विदेशी ऋणहरू लिएर सहकारी पीडितहरूलाई तिरिरहेको छ भन्ने कुरा मैले थाहा पाएँ। कति राम्रो काम, कति उत्तम काम भन्ने कुरा तिमी घन्टेहरूले हेरिरहेको भिडियो तिमीहरूलाई राम्रो लागिरहेको छ होला मैले वाह भनिदिँदा। तर तिमीहरूले एकचोटि मनले ध्यानले सोच, यदि रवि लामिछानेले सहकारीको पैसा नखाएको भए होइन, यो पैसा किन तिर्नु पर्थ्यो? जब हामीलाई सबैलाई थाहा छ होइन, एउटा सोचको हिसाबले कि रवि लामिछानेले यस्तो गरेका छैनन् होला, यिनलाई झुटा मुद्दाहरू लगाएका छन्, यिनले यस्तो गर्दैनन् भनेर हामीले अर्को जुन पहिलाको सरकारलाई हामीले दोष दिन्थ्यौँ, हो कि नै? अरू पहिलाको जस्तै केपिएलको सरकार होइन, काङ्ग्रेसको प्रचण्डको सरकारलाई हामीले दोष दिन्थ्यौँ कि यिनीहरूले झुटा मुद्दा लगाए र यिनीहरूले त्यत्तिकै फसाएका छन् रवि लामिछानेलाई भनेर। तर होइन छ साथीहरू, सहकारीको पैसा त खाएकै आइछन् नि है, सहकारीको पैसा खाएकै आइछन्। त्यही भएर यो सरकारले राज्यको पैसाबाट तिरिरहेको छ। यहाँ के भयो भने सरकार आफ्नै भयो र जे गरे नि भयो भन्ने कुरा मानसिकता भयो यहाँ। अहिले सहकारी होइन, सहकारी काण्डमा रवि लामिछाने मुसिएका थिए, तर अदालतले के गर्यो भने सरकार होइन, रवि लामिछानेकै छ, सभापति हुन् उनी होइन, राष्ट्रपति र आफ्नै फोर्स पावर छ भनेर अदालतले के गर्यो भने, अदालतलाई सायद रवि लामिछानेले निर्देशन दिएन होला होइन, अब आफ्नै सरकार छ भनेर अदालतले के गर्यो भने रवि लामिछानेको मुद्दा र अन्य जुन रवि लामिछानेसँग सहकार्य गरेर जुन सहकारी ठगेका थिए तिनीहरूको पनि मुद्दा फिर्ता लिएको छ, अर्थात् माफ गरिदिएको छ, त्यो रद्द गरिदिएको छ। त्यो मुद्दा, सहकारीको मुद्दा रद्द भएको छ। अब सोच्नुहोस् यहाँ आफ्नै सरकार भएपछि केसम्म हुन्छ भने। र सबैभन्दा ठुलो कुरा, राज्यको पैसाले होइन यो सहकारी पीडितहरूलाई पैसा फिर्ता गरिरहेका छन्। अब सोच्नुहोस्, राज्यको पैसा जुन विदेशी ऋण लिएका थिए 28 अर्ब, त्यो देश विकासको लागि लिएनन् साथीहरू। सोच्नुहोस् है, सोच्नुहोस्, देश विकासको लागि 28 अर्ब पैसा लिएनन्। तर यहाँ त सहकारी जुन पीडितहरू छन् तिनीहरूलाई तिनीहरूको ऋण चुक्ता गर्नलाई, तिनीहरूको पैसा फिर्ता गर्नलाई लिएको छ नि साथीहरू। मैले पहिलेको भिडियोमा भनेको थिएँ है, पहिलेको भिडियोमा भनेको थिएँ, तर तपाईँहरूले कतिजनाले मलाई गाली गर्नुभयो। तर अहिले हेर्नुहोस्, सहकारी पीडितलाई पैसा तिर्नलाई 28 अर्ब पैसा लिएकै हो। त्यो पनि के देश विकास गर्नलाई हो? होइन साथीहरू, सहकारीलाई पैसा फिर्ता गर्नलाई। र जति पनि सहकारीमा ठगी गरेर होइन भागेका थिए मलेसियातिर होइन, अन्य देशहरूमा, तिनीहरूको पनि ठुल्ठुला अर्बौँ पैसा, करोडौँ पैसा खाएका ठुल्ठुला केसहरू फिर्ता दिने होइन, फिर्ता लिने आदेश दिएका छन् अदालतहरूले। यहाँ त सरकार जसको होइन, जसको शक्ति त्यसको भक्ति भने चाहिँ जसको सरकार छ त्यसले जे गरे नि हुन्छ भन्ने कुरा प्रष्ट भइसकेको छ साथीहरू। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो साथीहरू? यदि मैले गल्ती बोलेछु भने माफ गर्नु होला। र तपाईँले दिनुपर्ने सुझाव सल्लाह कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नभुल्नु होला साथीहरू। र यो भिडियोलाई सेयर गर्नु होला र यो पेजलाई फलो गरेर हामीसँग जोडिनु होला। जय नेपाल।